संसारले थाहा पाउँछ नेपाल कसरी परिवर्तन हुन्छ भनेर। यति विश्वास गर्नु कि म कसैलाई छोड्दिनँ। म एक जनाको पछाडि आउँछु। जसले यो बच्चाहरूलाई ताकी ताकी गोली हानेछ त्यसै गरी ताकी ताकी म निकाल्छु तिनीहरूलाई। चाहे मरेको होस् म खाल्टो खनेर भए पनि निकाल्छु। एकजनालाई छोड्दिनँ म। अलि पानी मेरो अलि सुतेको छुइनँ कि म, अनि त्यही भएर अलि विक फिल गरिरहेको छु। होइन म गएर बोल्छु नि, सकिहाल्छु नि। ओली भइदिएको गए बस्थ्यो होला। ओके म सुरु गरेँ। आई थिङ्क अब आँसु अलिकति झरिसकेको जस्तो लाग्यो। त्यो एकदम धेरै देखेको छु नि त मैले बाटोमा मेरो भाइहरूलाई पिटेकोदेखि लिएर होइन, मेरो साथीभाइहरूलाई गोली हानेकोदेखि लिएर होइन। यत्रो त सानो सानो भाइहरू थियो गोली हान्दै ढाल्दै होइन। परिवर्तन माग्दाखेरि गोली खानुपर्ने देश हाम्रो। के गाह्रो छ त्यो दिनलाई त्यति 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 सानो चिज होइन। कुरा त्यो हो नि त। हामीले मागेको त सुशासन त थियो। नेपाल हाम्रो राम्रो बन्यो भने त्यही नेताहरू पनि त्यही देशमा त बस्थ्यो। त्यति त चाहेको थियो त। त्यति माग्दाखेरि तपाईँको गोली हान्नुपर्ने के थियो र? त्यो प्रहरीहरूको नि हात कामेन। मेरो यत्रो सानो भाइहरूलाई गोली हान्दाखेरि आदेश थियो, म मान्छु। आदेश थियो, म मान्छु। तर मानवता कहाँ गयो? हात कामेन। एउटा आमाको कुख अहिले रित्तो भएको छ। मेरो अगाडि आँसु 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 झार्दै बाबु भन्दै रुनुहुन्छ सबैजना। यति विश्वास गर्नु कि म कसैलाई छोड्दिनँ। म एक जनाको पछाडि आउँछु। जसले यो बच्चाहरूलाई ताकी ताकी गोली हानेछ त्यसै गरी ताकी ताकी म निकाल्छु तिनीहरूलाई। चाहे मरेको होस् म खाल्टो खनेर भए पनि निकाल्छु। एकजनालाई छोड्दिनँ म। म छोड्नको लागि म मर्नुपर्छ। म कसैलाई छोड्दिनँ। एक थोपा रगतको म बदला लिन्छु। यिनीहरू गोली हान्ने मान्छेलाई म झिकाउँछु। सबैले जस्टिस पाउँछ। सबैले जस्टिस पाउँछ। हरेक भ्रष्टाचारीको घरबाट एक रुपियाँ निकाल्छु, तिनीहरू तान्छु, ल्याउँछु, देखाउँछु। संसारले थाहा पाउँछ नेपाल कसरी परिवर्तन हुन्छ भनेर। कसैलाई नछोड्ने, कसैलाई नछोड्ने। बुढो भए पनि नछोड्ने। म कसैलाई छोड्दिनँ। यो तपाईँहरूको मिडिया मार्फत म भन्न चाहन्छु कि म कसैलाई छोड्दिनँ। म एकजनालाई छोड्दिनँ। म मेरो देशको कसम खान्छु। म मेरो त्यो फलन सोल्जर्सहरूको लागि कसम खान्छु। मेरो गोली खाएको भाइहरूको कसम खान्छु कि म कसैलाई छोड्दिनँ। एक छोड्दिनँ, दुई छोड्दिनँ, तीन छोड्दिनँ। मेरो देशलाई लुट्ने नेताहरू जसरी तिमीले हरेक आमालाई दुःख दिएछौ, हरेक जनतालाई दुःख दिएछौ, कसैलाई छोड्दिनँ।